सो फाइनली अब चाहिँ हामी चाहिँ शुक्लाबाट राष्ट्रिय निकुञ्जमा छौँ र अब यस्तै त हो के गर्ने अफिसियल काम छ टाइम टु टाइम पुग्नु पर्यो बिचमा छौँ लगभग अब महेन्द्रनगर चाहिँ 13-14 किलोमिटर छ कि 13-14 किलोमिटर छ बिचमै देखाइदिइरहेछ फोटो सोटो खिचौँ ए मा छोडेर नगयो है मलाई स्कुटी स्टार्ट गरेर हिँडिदिने होला यहाँ अब इभन जानै पर्यो के गर्ने त यस्तो छ हालत सब भिजिसक्यो अब बजारमा रेनकोट सेनकोट किन्ने भन्नु आएको थियो अब सकिहाल्यो स्वाहा दोस्त चिल्ली मिल्ली नहीं चला मेरी स्कूटी में भाग साग आइदिए गाउँ त कस्तो छ त आजको यादगार यादगार थे मेरो त बङ्गारा दुख्न लाग्यो थियो चिसो यार दात तो चिसो लाग्यो नि चाकमा लेट्स गो मैले ट्राउजर बट्टु सबै यहाँ एक जोडको हुन्छ स्कुटीमा आज मैले निकाल्थेँ एक मन त गर्नु आएको दोस्त यार धनगढीमा यस्तो थिएन के आउँदैन सोचे अब आज टक्कमा हावा सावा खाँदै यस्तो ढङ्गा भनेको यस्तो भइदियो अब मौसमको केही भरै हुँदैन पर्यो फेरि कपडा चेन्ज गऱ्यो यार कहाँ भित्र हालेको थिएँ दैजी कञ्चनको बेडकोट नगरपालिकामा रेनकोट किन्न आयो मान्छे अब हामी चाहिँ यहाँ स्टे रुगा लाग्ने हो क्या यार ब्लू कलर लिन्छस् अर्को कुन कलर छ यार कलर छ है ब्ल्याकै हेरौँ न लामो छ कति छ एक्सेल लगाएर हेर्नु आइहाल्छ साइज ल म ट्राई नै गरौँ मिडियम रहेछ छैन नि अरे गर्न के ए मानव बनायो बन्जी सन्जी केही लगाएको छैन बन्द गरिदियो किन सिक्स प्याक देखाइदिएन के भन्नु पनि बिजाए जिन्दगीमा नमोटाउने भयो केटा चाहिँ ठिक्क छ ऐना पनि छैन ऐना कहाँ छ ऊ देख्छ न ऐना सुहाजला राम्रो देखिया यो बन्द गरिदिएँ है मैले अब के हो पर्छ अत्तर यो स्किनमा मात्र हो स्किन हो अत्तर के लाग्दैन यार एउटा साधे सन्तोषले लगाएको त्यो मात्र कपडा कति होला एउटाको एउटा अर्को कुन फ्लेभर हो
राख्छु के गरौँ यार चिसो त अति भयो त राख्छु भयो यसले पैसा राखेको ल निकाल्दैन 2 year from the 2 महिने होला छ 2 साल 2 साल हो 2 साल चामलले 2 साल मेरो रेट हो डेनिमको त छैन जाउँ त ए पैसा यो सुन त कस्तो आइरहेछ ओ भने साबुन साबुन पाइदिरहेको छु नाक बिग्रिसकेको अहिले नि पुरा भिजेर यस्तो भइरहेछ कट्टु पनि लगाउँछ त्यहाँ कट्टु त के लाउने कट्टु त लाउनु पनि जिम्मेवारी त्यहाँ भेट्नु कहाँ आयो अदालत पनि जानुपर्छ कति भन्नु यो बाटोतिरदेखि चाहिँ बेडकोट जान्छ कि बेडकोट लिङ्गा के भन्नु त्यहाँ अहिले त मान्छेले त पानी परेर गयो रेनकोट हेर्ने बाहनामा यसले पुरै सेटै किन्न लाग्यो कि ट्राउजर चाहियो अब यसलाई पुरै यहाँ लेखेर रहेछ नि त बोर्डमै बेडकोट नगरपालिका सिसैया कञ्चनपुर श्री सिद्ध शिव लिङ्गेश्वर धाम बेडकोट ताल पनि जाने रहेछ यहाँदेखि अब चाहिँ जानु लाग्यो जान्छौँ लेट्स गो स्नेक हान्दिनु लाग्छ त कसको तो दामी भ्यू आउनु छ यार बादल लागेको छ आज चाहिँ कहाँ निस्केको ट्रेकिङ निस्केको जस्तो लाग्यो त मलाई त यार Look at the view.
छ नि पानी परेपछि मात्र देखिन्छ यो नगरपालिका यार पुरा खल्लामा छ त यार सबै छुँदैन न छुन्छ यार पानी यस्तोमा छ यार यो खल्ला हामी बोटमा हिँड्नु भएको छु दुई तलामा त हाम्रो रुबी छ यार कस्तो अर्कै जमाना भइदियो कि खाने 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 होइन लास्टमा छोडिदिने के पहिला त खेतीपाती गर्थेन धान छान होइन गाई मार्ने थियो अर्कासँग पनि हेर्दैन पुरा भने त्यो भएर त्यो गर्ने भने यातायात त सानै रहेछ त है महेन्द्रनगरको सब यही लाइनमा रहेछ पहिलामा महेन्द्रनगर मात्र डेभलप भयो जस्तो लाग्थ्यो के डेभलप भएको छ जस्तो होइन यताउता बाटो इन्डियादेखि सिधा कनेक्सन त्यो बाटो इन्डिया जाने बाटो होला बाँदरहरू छ नि बाँदरलाई पनि नेपालमै ठिक लाग्छ क्या हो भिडियो बन्द यो र त्यो राइन सब छन् होइन कस्तो एउटा अदालत त यहाँ पनि छुट्टी फाइल लेख्छ त कि यहाँ पनि कहाँ पठाउने होइन बस स्टेसन जस्तै हो क्या यो हाम्रो जिल्ला प्रशासन अनि सामान्य एउटा नागरिकता बनाउन आउनुपर्छ यार पासपोर्ट बनाउनु पर्ने हो त्यस्तो यार पड्काइदियो तेरे बिना सोना पीता तेरा बिना घाम लाग्यो काँक्रा कति रुपियाँ किलो हो त 1.5 किलो त कति रुपियाँ किलो पर्छ त्यसरी 100 को 1.5 किलो लियो भने
100 को 1.5 किलो हालेपछि 66 पर्ने हो, 1 किलो त्यसरी दिएपछि 80 पर्ने हो। हालिदिउँ 1.5 किलो। ओ आर्टिफिसियल फुलहरू यार हाम्रो उता देख्यो भने नगरपालिकाले उठाएर लगिदिन्छ यिनीहरूलाई त्यही भएर बस्दैनन् के अघि पनि उसको के भन्छन् त्यो जो त्यो 100 को 1.5 किलो भनेपछि कति रुपियाँ किलो परेला? 100 को 1.5 किलो कति पऱ्यो? उहाँ हाम्रो 66 रुपियाँ 80 रुपियाँ किलो त्यहाँ छ हाम्रो। यहाँ 60 रुपियाँ यहाँ 60 66 यस्तै पऱ्यो एकै हो न। यहाँदेखि लग्दासम्म बस्ने हो कि नै फेरि त्यहाँ 1.5 किलो कड्याम कुडुम साथीभाइ यो त फेरि बट्टु हो त व्रत 12 बजेसम्म मात्र हो। कति रुपियाँ किलो हो? 100 को 2.5 किलो छ क्या उसले खाली बिर्स्या हो उसलाई नआएर हो बच्चा अन्त उसले नजानेर हो हल्का अब गरम भइरहेछ होइन यार मोबाइल त ढङ्गले समात्न कस्तो भाङको मोबाइल समात्दैछ। ए अगाडि आउनु आएको छ नि मोबाइल समात्नु त्यही कारागारमै गएँ अनि मा हेर्न छैन पुलिसोमा बाहिर निस्किनु आएको छ फेरि त्योभन्दा राम्रो त भित्र छन् ट्याटु स्याटु हानेको होइन मैले भने डट यो त सँगै बसेर खाने जस्तो होइन लास्टमा ल साथी बनाउनु भन्ने कहाँ सँगै बसेर खाने ट्याटु हानेको पुरा कपाल बालेको यो पुलिसो भन्ने त चान्स नवीन एक्सिडेन्ट भयो अनि म गयो माया मेट्रो गयो म माया मेट्रो गइसकेपछि त्यहाँ रहेछ पुलिस थियो पुलिसले चाहिँ आउटरेसमा थियो ला अनि मैले त्यसलाई नै भन्दैछु त पुलिसलाई भाइ योसित लाइसेन्स छैन उता मिलाइदिनु यता ब्यागमा चाहिँ अब केटाहरूको ब्यागमा चाहिँ सामान होला त्यो चाहिँ दिनु अनि ब्याग चाहिँ उता बुझाइदिनु भने नवीन के थाहा हुनसक्छ भाइ म के हुन्न म हेरिहाल्छु भने अगाडि पुलिस आयो हात म त्यति बेला पनि केही सोचिरहेको थिएँ नवीनको अङ्कलसँग कोही होला रास्तामा रहेछ त्यो पुलिस अन्त एक्सिडेन्ट भएको नवीन ल्याएको थियो अनि लाइसेन्स अब मैले चाहिँ के भनेर लाइसेन्स भएको लागि बाइक चलाएको भन्न लगाउनु पुलिसलाई नै मैले तर पुलिस पनि छिटै रहेछ पर्यटकले गाडी गर्दैछ पुलिसलाई मैले केस त्यहाँ मिलाएको जस्तो किन ल्याउँछु साथीको महेन्द्रनगर अदालत होइन कारागार यताउता चिनेको मान्छे पऱ्यो भने कहिलेकाहीँ होइन कामै लाग्ने रहेछन् के यसो उसोमा कहिले ननिस्किएको बानी झन् बाहिर
पुलिसलाई त मान्नै पर्छ यहाँ हेर्दाखेरिमा कुनै हालतमा पुलिस जस्तो छैन के देख्नुहोस् कस्तो मुखै गुवास के उसैमा गुट्का सुट्का खाने जस्तो होइन साथी छ जस्तै अब रेड ह्यान्ड समाउनुलाई त त्यस्तै गर्छन् होला यिनीहरू पार सारमा गएर नाच्ने यताउता सब गर्छन् होला यिनीहरू यस्तै हो नाक बगिरहेछ यार सो हामी चाहिँ आज भेज खाना खाने काट्यो न भात अर्कोवाला लिएर यस्तो यस्तोमा हालिदिनु यो लैजानु कतिवटा लिएर आउनु हालिदिनु मलाई यस्तोमा मन पर्दैन के भयो गिलो भयो लगी तले न त यो भात एक्सचेन्ज भयो दाइ छोड्दैनौ हामी एक्सचेन्ज गर्छौँ हात धोएर बस्छ कहाँ छ के कस्तो छ आज त भेज हो म चाहिँ खाइसकेँ ऊ चाहिँ खाँदैछ सो कस्तो हुन्छ भने आज ऊ चाहिँ भेज हो म चाहिँ नन भेज के सो त्यही भएर अब ऊ भेज खानु आएको छ भने म नन भेज किन खाने म पनि भेज खाने होइन त्यही भएर दिन आफैले बनाउनु पर्छ कि ऊ पनि खुसी म पनि खुसी एक दिन नखाँदैमा के हुन्छ यहाँनिर यस्तो मिठो थियो कि कुरै नगरे मैले थपी खाएँ अझ सकेको छैन सो दिन बनाउनेमा आफैले गर्नुपर्छ कि कस्तो बनाउने बनाउने अब यहाँ खानासाना खाएर अब चाहिँ घरतिर रिटर्न भइरहेछौँ क्या हाइवे ग्रिन होटल टन्नु भयो अब लाग्यौँ हामी खानासाना खाएर लाग्यौँ होला हामी अहिले त पानी रोकिएको छ धनगढीतिर परेकै नहुने रे क्या यता बाटो पनि अलि टक्क मिलेको छ होइन अर्को साइड नरहेछ त्यस्तो यता चाहिँ बनिसकेको रहेछ पार्कै जस्तो छ कि उतै किनला राम्रो ठाउँमा त्यति राम्रो खासै त थिएन है उसले डेनिम नै राखेको छैन यहाँ यस्तोमा कहाँ हुन्छ त घाम तापेरै बस्न मन लाग्यो त यहाँ त यस्तो दामी घाम लागेको छ सन्टाप प्यान्ट पनि सुक्न लाग्यो जुत्ता मात्रै भिजेको छ सरफ लगाए भए त यार अटोमेटिक भइहाल्थ्यो चटपट नखाऊ यार सकिन्न आइजाउ न त कतिको यही लिएर चटपट
चटपट खा पेट पुरा टन्न भएको छ यार त्यही पनि दाइ चटपट बनाउनु न 20 रुपैयाँको कति होला बनाइदिनु एकजना मात्र खाने म त सक्दैन पेट भरिएको छ यो मन्दिर हो कि के हो त यो पूजा गर्छ नि म तास खेल्न आउँछ नि भित्र गनमन अड्डा रहेछ रेडी भइसक्यो के कागजको उ होला खानलाई चम्चा धन्यवाद पानी त आइहाल्यो त मुखमा तर खाँदैन होला एक्लैले त मरिके पनि सक्ने होइन त्यही पनि ले धर्मे खा भन्यो भने चाहिँ चान्स हान्दिने हो छोड्ने होइन तर यसले भन्छ कि भन्दैन है झिल्ली ज्यादा चटपट कम कस्तो एमा पनि चटपट कि चित्र यही दिने रहेछ नमिठो रहेछ चटपटला खान कस्तो होला रातो छ मिठो छैन भिनेगर हालेछ कस्तो थाहा पाइ को सक्छ हाले हो भिनेगरै हाले नै चुकै हाले हो यार कालो हाले हो यसले भनिहाल्यो एक मिठो छैन त्यहाँको जस्तो याद आयो यार त्यो हाम्रो स्कुलको साइडमा थियो नि त्यो आँपको त्यो त्यहाँनिरको अड्डा त्यो सेम त्यही हो कि नै बनायो कि नै त्यही हो अनि मिठो लाग्ने चाहिँ हाम्रो त्यो गेटनिरको त्यो त्यसमा पराठमा बनाउने हाफ टिफिन हुने बित्तिकै मा घस्साल्दै प्याक गर्दै दिँदै घस्साल्दै प्याक गर्दै दिँदै कुनै ठाउँको इन्सिडेन्ट कुनै ठाउँको एक्सिडेन्टले अरू ठाउँको याद दिलाइदिन्छ के बितेका ती पलहरू रे के लास्टमा खाना पडेगा काम ताप्दै म त सक्दैन यार पुरा खानु म यहीँ बसेरै खान्छु बरु चला खाँदै जाँदै लास्ट चिसो छ नि ल गाइज म त खानु पर्ने अब के गर्नु भिडियो चाहिँ बनाउँदिनँ खान्छु कहाँसम्म अब यो धनगढी नै पुग्छ क्या हो चल चले अब आयो गोपी हमाल सिटी वेलकम टु द धनगढी धनगढी खतरा छ होइन धनगढीको भ्यू नै भयो हल्के एउटा बोट लाइटहरू पनि